आज म तपाईलाई अमेजन पोजिसनको बारेमा कुरा गर्न लागिरहेको छु, जुन पोजिसनका बारेमा तपाईलाई थाहा नभएको पनि हुन सक्छ। अमेजन पोजिसन भनेको जंगलको कुरा गर्न गइरहेको होइन। यो एउटा यस्तो विशेष र अनौठो पोजिसन हो जहाँ पुरुष पार्टनरलाई आराम मिल्छ, पुरुषले बढी आनन्द लिन सक्छ र आफ्नो शरीरलाई फेरि पूरा पावरका साथ स्टामिनाले पूर्ण रूपमा भरिदिन सक्छ। त्यसपछि फेरि आफ्नो यो आनन्दको क्षणलाई नयाँ जोशका साथ अगाडि बढाउन सक्छ। सेक्समा सधैँ परफर्म गर्नु मात्र हुँदैन, कहिलेकाहीँ शरीरलाई आराम पनि चाहिन्छ। यदि तपाईको पार्टनर एकदम ढिली प्रकारकी छिन्, कहिले केही गर्दिनन्, बेडमा सुती मात्र रहन्छन् र केवल तपाईलाई स्खलन गराउनै मात्र उनको ध्यान रहन्छ भने यो पोजिसन यस्ता जोडीका लागि होइन। यो पोजिसन त यस्ता जोडीका लागि हो जो जहाँ महिला पार्टनर पनि बेला बेलामा सक्रिय हुन्छन्, पुरुष जस्तै गरेर वा पुरुष बराबर सहभागी हुन्छन् यौन क्रियाकलापमा। कहिलेकाहीँ आफै पनि नयाँ नयाँ पोजिसन र आइडियाहरू परफर्म गर्न सक्छन् वा ल्याउँछिन्। यस्तो महिलाहरूको लागि हो अमेजन पोजिसन। सामान्यतया सेक्समा केटी तल र केटा माथि हुन्छन्, यही नै सबैभन्दा प्रचलित पोजिसन हो, होइन त? तर यो कुरा यो पोजिसनमा ठिक उल्टो छ। यदि मैले भन्दा केटा तल र केटी माथि गरेर सम्पर्क गर्नु भन्दा यो पनि गर्ल अन टप जस्तो भन्न खोजेको लाग्छ। तर तपाईलाई थोरै अचम्म लाग्न सक्छ, यो कस्तो पोजिसन हो त भनेर। एकदमै यो पोजिसन सजिलो पनि छ, अप्ठ्यारो पनि छ। त्यो यो पोजिसनमा भनेको सामान्यतया केटीले गर्ने भी सेप वा लेग अप पोजिसनको ठिक उल्टो तरिकाले पुरुष बस्ने र केटा सुतेको हुन्छ, उसका दुवै खुट्टा माथि उठेका हुन्छन् र केटीले यी दुवै खुट्टा समाएर सपोर्ट पुरुषको लिँदै माथिबाट पेनिट्रेसन गर्छिन् भनेपछि त कुरो बुझ्नुभयो होला तपाईले। केटा भिसेपमा सुत्ने र माथिबाट केटीले उसको घुँडामा वा उसको लेगमा सपोर्ट लिएर माथिबाट पेनिट्रेसन गर्ने। यसो गर्दाखेरि पुरुषलाई कुनै पनि किसिमको समस्या हुँदैन, उसलाई आराम मिल्छ, सबै कुराहरू केटीले नै गर्ने हो। यसरी यो भिसेप पोजिसनमा सम्पर्क गर्दा, अमेजन पोजिसन भन्छन् यसलाई, यो पोजिसनमा सम्पर्क गर्दाखेरि माथि बस्ने महिलाले आफूलाई एकदमै घर्षण उत्पन्न गराउन सक्छिन्। जसरी मिसनरी पोजिसनमा केटाले गर्छ, तर यो पटक चल्ने काम, घर्षण दिने काम माथिबाट केटीले आफै बसेर गरिरहेकी हुन्छन्। यसरी गर्दा पुरुष एकदमै आरामले सुतेर पनि सेक्सको मजा लिन सक्छ, किनकि सामान्यतया 2-3 वटा पोजिसन बदल्न साथै केटा थाक्छन्, शरीर लुलो हुन्छ, इनर्जी घट्छ। त्यत्तिकै बेला अमेजन पोजिसनले पुरुषलाई बीचमै इनर्जी स्टोर गर्ने मौका दिन्छ। तपाईले यौन सम्पर्क गर्दाखेरि जति पोजिसन बदलिन्छ त्यति बेला लास्टमा चाहिँ तपाईले अमेजन पोजिसनलाई ल्याउन सक्नुहुन्छ र त्यसपछि उनको पर्फर्मेन्स झनै मजबुत, दमदार र लामो बनाउन सक्छन्। यो पोजिसन गर्नाले शीघ्र स्खलन हुनबाट पनि अलि लामो समय लैजान सकिन्छ। त्यसैले यो पोजिसन तपाईले कहिलेकाहीँ आफ्नो रुटिनमा राख्न सक्नुहुन्छ। हप्तामा 2-3 पटक सेक्स हुन्छ भने कम्तीमा एकचोटि यो पोजिसन ट्राई गर्नुहोस्। यसले महिलालाई पनि नयाँ नयाँ प्रयोग गर्ने मौका दिन्छ र दुवै महिला पुरुषको अनुभव अझै राम्रो हुन जान्छ। यदि तपाईको पार्टनर उदासीन पेसिभ रहन्छन् भने यो पोजिसनले कति काम गर्छ कति गर्दैन भन्न सकिँदैन, तर बोल्ड र एक्टिभ महिलाहरूले चाहे भने यो पोजिसन एकदमै रमाइलो र नयाँ नयाँ रोमाञ्चक तरिकाले यसलाई अझ गर्न सकिन्छ। यदि तपाईलाई यो पोजिसन थाहा छैन भने चित्रमा हेरेर सिक्न सक्नुहुन्छ। अमेजन पोजिसन गुगलमा सर्च गरेर पनि तपाईले हेर्न सक्नुहुन्छ। यदि तपाईको सेक्स लाइफ बोर भइरहेको छ भने गर्ल अन टप पोजिसन पनि उत्साह एकदम जगाउने खालको हुन सक्छ, त्यसलाई पनि तपाईले प्रयोग गर्न सक्नुहुन्छ। र पार्टनरले केही नयाँ चाहिरहेकी छिन् भने उनलाई अमेजन पोजिसन अवश्य ट्राई गर्न दिनुस्, यो अवसर नगुमाउनुस्। यसले सेक्सलाई फेरि मजेदार, रोमान्टिक र अनफर्गेटेबल बनाउन सकिन्छ। आजको हेल्थ टिप्स तपाईलाई कस्तो लाग्यो? राम्रो लागेको छ भने लाइक, कमेन्ट र सेयर गर्न नभुल्नु होला। तपाई यो हेल्थ टिप्स हेर्दै हुनुहुन्छ र सब्स्क्राइब गर्नुभएको छ भने तपाईलाई विशेष धन्यवाद। यदि सब्स्क्राइब गर्नुभएको छैन भने तल रहेको सब्स्क्राइब बटनमा एकपटक क्लिक गर्नुहोस् र नजिकै रहेको बेल आइकनमा क्लिक गरी अलमा क्लिक गर्न पनि नबिर्सनु होला, किनभने नयाँ हेल्थ टिप्स आउने बित्तिकै सबैभन्दा पहिला तपाईले हेर्न पाउनुहुनेछ। हवस्, धन्यवाद।